दुर्गा पर्साई आएन भने के गर्नु? हामी रोक्छौँ, अब यहाँ रोडमा सुत्छौँ। रोडमै सुत्नु? हजुर सुत्ने। रोक्यो भने हामी यहाँ रोक्छौँ नि। अनि हामी यहाँ रोक्छौँ, सुत्ने हो रोडमा। बाटो बन्द गर्छौँ, चक्का जाम गर्छौँ यहीँ। यो पुलिसहरूलाई पनि त त्यो नहुने काम गरेको छ। दुर्गा दाइले उनीहरूको पनि सेलारी बढाउँछु भनिराखेकै छ नि। गरिब जनताको आवाज बोल्नु भएको छ, तर उनीहरूले नै उसलाई शोषण गरेको छ। घरि पो लगेर थुनी जान्छ, जे पनि गर्न पाइन्छ हेपे भनेर। रोकोस् न मात्रै हामी रोकोस्। कस्ता कस्ता पीडा भएका पीडितहरू छन् नि तपाईँहरूको साथमा? छौँ नि, कोही डोरी बोकेर झुन्डेर मर्ने छ, कोही सुत्केरी छ, घरमा लघुवित्तले बास दिएको छैन, खानु पाएको छैन, सुत्केरी मान्छे रोड जङ्गल बसी हिँड्छ, त्यस्तो पीडितहरू छ। यो के भन्छ, यो पुलिसहरूको बुढीहरू पनि त्यस्तै त छ नि। यिनीहरूले पनि ब्याङ्कबाट ऋण खाएको छ, अनि उनीहरूले नै हामीलाई छेकेर मान्छौँ त। अनि यसरी आचार संहिता लागू भएको बेलामा चाहिँ यसरी र्याली निकालेर यी पीडितहरूको समस्या हल हुन्छ त? अगाडि नै भन्नुपर्छ, आज भनेर हुन्छ? हिजो अस्ति थिएन दिन, अहिले 0 टाइममा आएर भनेर मान्छौँ त हामी? मान्दिनँ, मान्नुहुन्न? सरकारको आचार संहिता तपाईँहरूको लागि अब मान्दिनँ। हाम्रो मानेको छ र हामी उनीहरूले भनेको मान्छौँ? मान्दिनँ। हामी पनि यही देशको जनता हौँ। मान्नुहुन्न? मान्दिनँ। के छ, चुनाव हुन्छ भन्नेमा हुनुहुन्छ? हुँदैन, 100% हुँदैन। चुनाव चाहिएकै होइन हामीलाई। यति बेला त राज्य संयन्त्र सहित सम्पूर्ण राजनीतिक दलहरू पनि चुनावमा होमिएका छन्। जानु गएर सोध्नु उहाँ प्रधानमन्त्री राष्ट्रपतिलाई त्यस्तो कुरा हामीलाई सोध्ने होइन। तपाईँहरू बहिष्कार गर्नुहुन्छ? बहिष्कार हुन्छ भन्ने पक्षमा छैनौँ, हुँदैन। चुनाव नै चाहिएको होइन हामीलाई। हामीलाई त न्याय चाहिएको छ नि। दिदी बहिनीहरू हामीलाई त न्याय चाहिएको छ। हामीलाई चुनाव केलाई चाहियो? मान्छेका घर बिहीन बनाइदिएको छ, घर भत्काइदिएको छ। यो सरकारले के गरेको छ अहिलेसम्म? हामीहरूलाई मार्ने मर्ने बाध्यता बनाइदिएको छ अहिलेसम्म। हामीहरूलाई भोट केलाई चाहियो? भोट दिइसकेपछि त्यसको केही न केही हामीहरूलाई पनि हुनुपर्छ। अहिलेसम्म कसैले ऋण बिना हुन्छ भनेर कसैले आवाज उठाएको थियो? थिएन। योभन्दा अगाडि थियो? भदौ 23 र 24 गते देशमा विकृति फैलियो, जनता पीडित भए, नेताहरू भ्रष्टाचारी भए भनेर चाहिँ प्रदर्शन गर्ने जेनजीहरू पनि यति बेला चुनावमा होमिए त? त्यो भनेको असली जेनजी होइन। असली जेनजी होइन। कस्ता जेनजीहरू? केपीका छाउराहरू हुन्थे भनेका। केपीका तर उहाँहरू त रासोपामा पो लाग्नु भएको छ। जेसुकै गर्नुहोस्, उहाँको खुसीको कुरा हो। हामी हाम्रो खुसीमा चल्न पाउँछौँ, उहाँहरूको खुसीमा चल्न पाउनुहुन्छ। बालेन्द्र शाह यति बेला देशको ढुकढुकी भन्छन् उनलाई, युवाहरूले उहाँ पनि लागि पर्नु भएको। झन् 1 नम्बरको हतियारा हो त बालेन। काम छैन त्यसको। बालेन मान्छे राम्रो हो, रविको गएर दुईटै म राष्ट्रिय स्वतन्त्र पार्टीको क्रियाशील सदस्य लिएर बसेको मान्छे हो। अहिले क्रियाशील सदस्य त्यागेर दुर्गा पर्साई पछि आए। के हो त? तर यही नागरिक सरकारका खेलकुद मन्त्री भनिएका बब्लु गुप्ता पनि उहाँ चुनावमा लाग्नु भएको छ। हाम्रो तरिकाले चुनाव हुन दिँदैनौँ, हुँदैन पनि भन्यौँ। उहाँ दुर्गा दाइलाई रोक्यो भने हामी यहाँ अरूलाई रोक्छौँ। उनीहरूले दुःख दिन्छ भने हामी। यद्यपि सरकारले चुनावै गर्यो भने तपाईँहरू भोट हान्न जानुहुन्छ? जान्नौँ, भोटै हाल्दिनौँ। किन चाहियो हामीलाई भोट? केलाई हाल्ने? सरकारै छैन सर्वप्रथम नेपालमा। भोट दिएकै त हो नि। भोट हेरेकै हो हामीहरूले। योभन्दा अगाडि भोट दिएर हेरेको होइनौँ त हामीहरूले। अनि खोइ त यो सरकारले किन हामीहरूलाई अहिलेसम्म न्याय नदिएको त? केही पनि चाहिएको छैन। हेरेको हामीहरूले पनि पहिले हाम्रो माग पुरा गरोस् अनि चुनाव गरोस्। के माग हो नि तपाईँहरूको? हाम्रो 20 लाख भन्दा मुनिको ऋण बिना गरोस् होइन, गरिब पीडितहरूको कुरा सुन्योस्। हामीलाई यो मारवाडीहरूलाई पहिले तलाओस् होइन। जुन अलिक काम केही गर्छु भनेर हिँडेको छ उसलाई चाहिँ पक्रिएर लग्ने, जेलमा हाल्ने उसको बाउको बिर्ता हो यो। हाम्रो पनि हो नि। हामी यहाँ बसेपछि हामी नेपाली हो नि। स्वतन्त्र अधिकार सबैलाई हुनुपर्छ कि पर्दैन त? तर उनीहरू माथि बस्नेलाई चाहिँ अधिकार पायो, मुनि बस्ने चाहिँ लिपिएको त्यो हामी मान्दिनौँ। अहिले भोटको बेलामा सबै आउँछन् मुख देखाउन, अरू बेलामा आउँछन् मुख देखाउनलाई। नमस्ते हजुर, हामीलाई भोट चाहियो। हजुर नमस्ते हजुर, भोट चाहियो भन्दै आओस्। बामा छ भने हामीहरू नेरी भोट